उफु चाहिँ अहिले एकछिन बस्दै छैन, केही फरक पर्दैन। तल ओह्रालोमा पेट्रोल सकेको थियो होइन, धन्न त्यही छेउमै पेट्रोल पम्प थियो। बिना लाइसेन्सको कुदाउँदै छैन। अब कुन ठाउँमा हामीले मामाले समाचार थाहा छैन भने त्यहाँ बाटो छ यार, यस्तो यस्तो रफ रोडिङमा। मजा आयो गाइस। झर्ना चाहिँ लास्ट सेक्सी देखा छ अनि मान्छे नि टन्ने आएको छ अनि यो छेउमा चाहिँ त्रिशुली बगिरहेको छ। सो हेलो एन्ड गुड मर्निङ गाइज। आज धेरै पछि फेरि ब्लग बनाउन लागेको छु, किनभने आज धेरै पछि नै हामी निस्किँदैछौँ कि घुम्नलाई। अनि सायद फर्स्ट टाइम नै होला यसरी हामी लङ टुरमा त्यहाँ बाइकमै जान लागेको चाहिँ फर्स्ट टाइम नै होला, त्यसले गर्दा नि हो। अनि लोकेसन त थाहा पाइसक्नु भएको होला थम्बनेल हेरेर। अनि हामी जान लागेको उफु चाहिँ अहिले एकछिन बस्दै छैन, केही फरक पर्दैन। हामी जान लागेको आज जाभामा मोडल लोकेस। अब म गएपछि मेरो टिममेट नजाने कुरै हुँदैन। सो अहिले महादेव स्थानमा ढोक गरेर अब हामी निस्किँदैछौँ त है। ग्लोभ्स लाउनु परेन भने ल अल सेटै गाइज, अब निस्केको ल। सो गाइज हामी अहिले तिनकुने हुँदै अब पशुपति पुग्न लागेको हो। यहाँ महादेवलाई नि एकछिन ढोगेर नि हामी टोखातिर निस्किन्छौँ। पहिला यहाँ गएर पशुपतिमा एकछिन ढोगेर नि मात्र निस्किनुपर्छ कि हाम्रो यात्रा मङ्गलमय होस् भनेर आशीर्वाद लिनु परेन भगवान्सँग। गाइज अहिले हामी जोरमा छौँ होइन, एउटा फर्स्ट ब्रेक लिएको हो। टी ब्रेक त चाहियो नि त, चिया बिना त हल्का गाह्रै हुन्छ नि त। यसो अब चिया खाएर फेरि निस्किने हो। माथि यहीँ झोर वाटरफल यहीँ छ, त्यहाँ रोकिन्छौँ पनि होला एकछिन। अब हेरिराख्नु न अगाडि ब्लग चाहिँ। ल गाइज हामी अब झोरबाट चिया खाएर अब निस्किन लाग्यो होइन आफ्नो गन्तव्यतिर। जामे त ल त्यहाँ बाटो छ यार, यस्तो यस्तो रफ रोडिङमा। गाइस गाडी कुदाउन त यस्तो बाटो होइन झन्, यस्तो नजारामा त यस्तो रमाइलो भइरहेछ। कुदाउन चाहिँ म लिमिटमै कुदाउँछु कि साथी हो, किनभने 350 सीसी हल्का हेभी पनि छ जावा। त्यस्तो मजाले कुदायो भने गाडो पनि पर्न सक्छ कि, त्यो भएर बिस्तारै जाने सेफली जाने सेफली फर्किने हो कि। भ्यू हेर्नु न, भ्यू यार क्या सेक्सी। के बोल्नु छ? रमाइलो हुँदैछ गाइस, रमाइलो हेर्नु यार, चिसो हुन्न। हिरो बनेर विन्ड चिटर त खोलियो होइन, हात पनि पानी आइसक्यो। चिसो छ गाह्रो छ। गाइस अब धेरै चलाइयो बाइक होइन आफैले। अब लोकेसको लाइसेन्स त छैन, तर पनि पाहाडमा त कहाँ ट्राफिकले चेक गर्छ भनेर एकछिन कुदाउन दिएको हो। केटोले कुदाउन चाहिँ के कुदाउँदो रहेछ। अब हेरौँ न, चेकिङ मात्र नगरोस्, बात बाँकी त सब ठिक। बिना लाइसेन्सको कुदाउँदै छैन। अब कुन ठाउँमा हामीले मामाले समाचार थाहा छैन भने
वाउ यसरी निकाल्ने हो के भाइ खुट्टा सोचेर गाइदिने होइन सुन्नुमै प्यान्ट जुत्ता सब भिजाइदियो भाइ चलो मजा आयो गाइस ओ मा मेरो आँखामा आँखा गइहाल्यो यार के ग्लासमा पुरै धुवा धुवा आइरहेछ के सो गाइस अहिले हामी भर्खर निक्लु पुग्दैछौँ होइन हामी स्लोली जाँदैछौँ यताउति गर्दै थोरै फोटोसोटो भेट्दै केही भएर ढिलो हुँदैछ र अब सकेसम्म चाहन्छु र छिटै जानु खोज्छु है त भर्खर त लिखु पुगिरहेको तल ओह्रालोमा पेट्रोल सकिएको थियो होइन धन्न त्यही छेउमै पेट्रोल पम्प थियो जहाँको ट्याङ्क फुल गरियो फेरि अनि अहिले हामी यता त्रिशुली छेउमा हिँडिरहेछौँ भर्खर त्रिशुली पुगिरहेछौँ अब बिस्तारै जाने हो मजाले बाटो नि हेर्नु न बाटो क्या राम्रो बाटो छ कि यस्तो बाटोमा बाइक कुदाउने मजै छुट्टै छ कि आहा यार यो बाटो यार वाउ के गाइस यस्तो अफ रोड बाटो होइन हामीले सब सकेर ऊ यहाँ आइपुगेका छौँ होइन मैलुङ झर्ना त्यही हो कि झर्ना हामी टप पोइन्टमा नगएर यहाँ तल मुनि नुहाउने पहिला अनि नुहाइधुवाइ गरेर अनि फेरि बाइक लिएर माथि जाने कि अनि त्यहाँ भ्यू पोइन्टमा पनि गएर एकछिन घुमेर आउने त्यसको प्लान चाहिँ बनाएको अब हेरौँ न झर्ना चाहिँ लास्ट सेक्सी देखाएको अनि मान्छे नि टन्ने आएको छ अनि यो छेउमा चाहिँ त्रिशुली बगिरहेको अनि यता पनि माथि जाने बाटो छ होइन तर हामी पहिला यहाँ नुहाउँछौँ अनि त्यसपछि त्यहाँ पछाडिबाट अनि फेरि माथि चढ्ने विचारमा छौँ अब हेरौँ न के हुन्छ गाइस अब बिस्तारै यहाँ नुहाइधुवाइ गर्नु पर्ला थाक्न त लास्ट थाकिसक्यो बिहान 5:30 बजे निस्केको थिएँ यहाँ पुग्दा पुग्दै कति बज्यो 10:30 बजिसक्यो हामी बिचमा धेरै रोक्यौँ पनि कि त्यसले गर्दा पनि हो फर्स्ट त पहिला नुहाम अनि त्यसपछि फेरि भेट्नुपर्छ यहाँ छिटो छिटो के चाहिन्छ र त्यो ल गाइस ऊ हाम्रो के अरे मैलुङ झर्ना होइन र मैलुङ झर्नासम्मको यात्रा राम्ररी भयो अब हामी फेरि फर्किन लागेको हो ओइ भाङ्गे झर्ना मैलुङ झर्ना सब यही हो कि ल त्यही हो नुहाइधुवाइ गरेर अब हामी निस्किन लागेको यसो खाना पनि खाएको छैन बाटोमै खाना खाने हो निस्किने हो सक्यो ब्लग यहीँ सक्यो आज